हेलो हजुर नमस्कार है सबैजनामा। म फेरि पनि एकचोटि तपाईँहरूसँग अर्कोचोटि नै जोडिन लाग्छु। यो कर्णाली राजमार्ग अन्तर्गत रारामुगु जाने सडक हो। यो सडकको अवस्था अहिले यस्तो छ। आज 2 दिन भइसक्यो। 2 दिन हुँदासम्म पनि बाटो सुचारू भइसकेको छैन भने बाटोको अवस्था यस्तो दयनीय छ। जनताहरूलाई शास्ति हेर्नुहोस्, जनताहरू यति शास्ति पाइरहेका छन्, दुःख पाइरहेको छ हैन। जनताले यति कष्टकरसँग जीवन यता र वारपार गरिरहेका छन् भने बाटोले यस्तो दयनीय अवस्थामा छ। बाटोको दयनीय अवस्था छ। मान्छेहरू आवतजावत गर्न एकदम कठिनाइ भइरहेको छ। ओसार पसार भइरहेको छ भने यताको गाडी उताको उतै नै अड्किएको छ भने यतै नै अड्किएको छ। मान्छेहरू यस्तै हिँड्नलाई धेरै कठिनाइ भएको छ। हेर्नुहोस् त, यताबाट यतै फर्केको छ भने उताबाट उतै फर्केको छ। तल गयो भने कर्णाली नदी, तल कर्णाली नदी छ भने माथि यो कर्णाली नदीको शिरमा रहेको यो पहिरोले अस्तिदेखि अवरुद्ध भएको 3 दिन भयो। यो पहिरो मेन समस्या राति आएकोबाट 1-2 दिन चाहिँ समस्या आयो। 2 दिन समस्याले यो पहिरो यस्तो छ, दयनीय छ है। मान्छेहरू हिँड्नलाई यति कष्टकर जीवन कष्टकर गरिरहेछन्। बाइकहरू बोक्ने तार्नको लागि अब आर्मी आउँछ भने छ यो ढुङ्गालाई ब्लास्टिङ गर्नको लागि। यो ढुङ्गा ब्लास्टिङ गरे आर्मी कतिखेर आउने हो, कति बजे आइपुग्छ र आर्मी आइसकेपछि मात्र ब्लास्टिङ गरेर बल्ल बाटो सुचारू हुन्छ भन्ने जानकारी चाहिँ गरिएको छ है। अब ढुङ्गा चाहिँ आयो। ढुङ्गा चाहिँ ठुलै आछ है। ढुङ्गा चाहिँ ठुलै आयो माथिबाट होइन। भयङ्कर ठुलो ढुङ्गा आछ। हेर्नुहोस्, सब मान्छे भाग बाइक गयो। कसको बाइक गयो क्या? यस्तै पहिरो आछ है। हेर्नुहोस् त, ल हेर्नुहोस्, यस्तरी आइरहेको छ पहिरो भने यस्तो अवस्था छ अहिले। मान्छे भाग अवस्था छ। काम गर्न सक्ने अवस्था छैन। त्यो भएपछि मान्छेहरूलाई एकदम कष्टकर भइरहेछ। ढुङ्गाले धन्दा त्यो बाइक चाहिँ बस्यो है। लाइभ प्रत्यक्ष फेरि आयो। माथिबाट झरिरहेछ पहिरो, फेरि आइरहेछ पहिरो भने माथिबाट पहिरो झर्ने कुरा साह्रै नै छ। ल हेर्नुहोस्, त्यो कडालीको फेरि पनि आयो ढुङ्गा। यस्तै आइरहेछ। ल हेर्नुहोस् त, त्यो ढुङ्गाले गर्दा। ल हेर्नुहोस्, ढुङ्गा मान्छेमा कस्तरी आइरहेछ ढुङ्गाहरू। बाइकका कुरा छोडौँ, मान्छे जान्छन्। त्यो चर्किरहेको भनेको मानम, त्यो ढुङ्गा चर्किरहेको हतारमा गऱ्यो भने पछि पछुताउनु पर्छ। हतारको काम गर्ने होइन क्या। आज नभए भोलि जायो, हेर्नु न धन्यवाद मन लाग्छ।